capture dreams, remember. Bring it yesterday, today. हामी अब यो हात्तीबन्दी रिसोर्टमा आइपुगिसकेका छौँ। यहाँबाट अब हामी बिस्तार हेर्नुहोस् यस्तो राम्रो सिन छ। यहाँ हात्तीवनको अगाडि पार्किङ एरिया पनि रहेछ अलिकति। यहाँ यस्तो रमाइलो पहिलेदेखि यस्तो रमाइलो बाटो पनि एकदम रमाइलो थियो। कच्ची बाटो ढुङ्गा ओछ्याएको थियो। अब हामी यहाँबाट माथि जाँदैछौँ। यस्तो रमाइलो क्लियर वेदर छ आजको दिन। Tells a story. Every smile lights up the sky. Through the years and through the moments, these memories never die. सुरुवात स्थिति है हाम्रो हाइकिङको रमाइलो भइरहेछ नि। किराहरू पराइरहेछ च्यारो च्यारो ल यता लगाएर चराहरूको आवाज पनि राम्रो सुनियो अरे चराहरू पनि कराएर यहाँ हाम्रो ज्वाइँ चाहिँ थाकेर पचक्कै एउटा प्राकृतिक मुढा भेटेर बसिरहनु भएको छ है। ए पर यस्तो रमाइलो हेर त सिन आमामा अति मनमोहक दृश्य छ यार। फाइनली हाम्रो यस्तो बाटोबाट यस्तो ग्रेट वल अफ नेपालमा आइपुगिसकेका छौँ हामी। साथी आइ भन रमाइलो भइरहेछ है। अब हामी ग्रेट वल अफ नेपाल चढ्ने नि त। ल यहाँबाट हामी चम्पाटी जान्छौँ। पुग्दैन हामी अब आफ्टर भयो। यस्तो प्रेयर्स फ्ल्यागहरू बिच बाटोमा हिँडेर छ। यसले पनि इन्डियन भाइब चाहिँ हाम्रो दिइरहेछ। हाम्रो ग्रुप यसरी इन्डम खाँदै अगाडि बढिरहेको छौँ। खै मासु कता हरायो मैले सेभ गरेको छ। साथीहरू अगाडि बाटो ब्लक रहेछ यार रुखहरू रहेछ। अब हामी कसरी जानु ल भन। बन्चर सन्चर ल्याएर रुखको काटेर जानुपर्ने हो कि के हो। हाइजन गर्नु सक्ला हाइजन गर्नु सक्दैन म गर्नु त त्यहाँबाट भिडियो बनाऊ है मेरो। हेलो साथी मेरो भिडियो बनाऊ म त्यहाँबाट आउँदैछु। यस्तो रुखमा त रुखैमा चढ्ने हो नि साथी रुखैमा चढ्ने हो नि अनि पो जानु पर्छ। ए यतासम्म त जानु पर्दैन है। ल रमाइलो भयो। बार भए पनि मान्छे त अलिक कमै छ देखियो। गइसक्यो होइन अहिले पछि चाहिँ आउने होला। पल्लोपट्टि डाँडामा घाम लाग्यो घमाइलो पल्लोपट्टि डाँडामा घाम लाग्यो घमाइलो हामीलाई यताबाट हेर्दा अति नै रमाइलो हामीले यताबाट हेर्दा अति नै रमाइलो ए हो कि होइन भन न साथीहरू हो 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 ए हो कि होइन भन न साथीहरू हो हो हो। साथी अहिले भिडियो बनाइदिएँ है। काग आऊ हामीलाई वेलकम भनिरहेको छ। कागले पनि आऊ आऊ भने हामीलाई त्यो त हामीले कागले स्वागत गरिरहेको छ। हुन्छ कागलाई बिस्कुट दिएको खाएर बसेको छ यार। अर्को पनि दिन्छु म। कागलाई बिस्कुट दिएको आएर मजाले खाइरहेको छ यार। एउटालाई दिएको यहाँ त 10-15वटा भइसक्यो।
यहाँबाट काठमाडौँ अलिक देखिँदो रहेछ पुरै देखिँदो रहेछ काठमाडौँ तर अलिक हुसु लाएर हल्का उच्च यता अगाडि मात्रै घाम लाग्न अलिअलि क्लियर छ पुरा पछाडि चाहिँ हुसु लाएर देखिँदैन थकाइ लाग्यो मलाई थकाइ लाग्यो मलाई थकाइ लाग्यो पसिना पुराको छैचाएको छ थकाइ लागिहाल्छ है साथीलाई त थकाइ लागेको छैन तै पनि फ्रेस देखिन्छ तिमी पसिना आयो कमाइ तर पसिना छ मासु पनि हुनु पर्यो नि जिउमा हड्डी हड्डी छ होइन त्यो ठिक छ पसिना त मेरो पनि आएको छ यार म यहाँ टिसु लिएर पुस्दैछु कि पसिना आइदिनु होइन सुन्ने मात्रै हो त्यस्तो यहाँबाट त्यसले ग्रेट वाल यता डिभाइड हुँदो रहेछ यार ग्रेट वाल फेरि यता सुरु भयो यहाँ तल हेर त बागमती खोला बगिरहेछ अनि दायाँमा त कस्तो सनलाइटले बत्ती बल्या जस्तो त्यहीँ मात्रै के वरिपरि हुसु छ त्यही भएर एकदम ग्लो भइरहेछ बिचमा मात्रै माथि चढेको म चाहिँ माथि चढेको अब माथि चढेको पहिला लामो हुन्छ कि हाम्रो उता माथि चढेर यसो देखिरहेको छ पनि पानी पर्ला छ त मैले उता पऱ्यो क्या त्यो चाहिँ चोबारको हाम्रो ड्राई पोर्ट पनि देखिरहेको छ धरहरा पनि देखिरहेको छ पर सिधै छ खोइको धरहरा देखाउँछ साथी सिधै धरहरा देखिन्छ देखिन्छ यहाँ त ब्लक फोटोमा आउँछ पोर्ट्रेटमा आउँदाखेरि Every smile lights up the sky. Through the years and through the moments. 21तिर हामी यस्तो प्रेयर्स के अरे फ्ल्याग भएकोतिर पुग्यौँ यस्तो रमाइलो छ अब अझै अलिकति उकालो रहेछ अब यहाँ बस्छ अलिक बढी पार्यो यो मात्र थाहा भएन है त्यो जङ्गलको बिचमा देखिरहेको चाहिँ हात्तीवन दृश्यहरू क्या त्यो जङ्गलको बिचमा छ क्या एकदम रमाइलो छ भनेर अब यहाँ डाँडामाथि हुसु आउन थालिसकेको छ अलिअलि हुसु देखिन्छ हामी जहाँ गयो त्यहाँ त हामीले क्लियर देख्छौँ कि हुसु त भइरहेको छ आफू त्यो तल फर्किन नपुगेको यस्तो माथि जाने गुम्बा छ नि ठुलो त्यहाँ पनि देखिरहेको छ काँक्रो खाँदैछ है यहाँ बिच बाटोमा एकदम मिठो काँक्रो होला यहाँ ल त्यसो टेस्ट गर्नु त कस्तो रहेछ मिठो छ पिरो खोर्सानी छ है गुड ल अब ग्रेट वालको बाटो छिट्यो अब हामी यस्तो बाटो तेर्सो ओह्रालोतिर लाग्दैछ है अब हामी यहाँबाट तल उता तल बाटो देखिरहेको छ नि त्यो बाटोबाट त्यहाँ तल उकालो यहाँ माथि छ यहाँबाट 1 घन्टा लाग्छ अब के भनेर साथी के ठिक रहेछ अरे अनि यो बाटोको कुरा गरेको नि बाटो ठिक रहेछ के हो ठिक रहेछ ल नसके त हामीलाई कतिको रमाइलो भइरहेछ थाकिरहेछ कि धेरै सिन हेर्नु बबाल बाटोमा हरियाली नेचर्स लभरलाई एकदमै राम्रो ठाउँ हो कि नेचर्स लभरलाई एकदमै राम्रो ठाउँ छ यो slow motion video. Live within us once again. Slow motion video. Every picture tells a story. Every smile lights up the sky. त्यो बिचको नाम हेर्नु कति राम्रो छ नि बिचमा उत्तम एउटा घर बनाएर सुताएर क्यारो यस्तो डाँडा सुरु भयो चौतारीहरूमा
त्यो बाटोमा स्टल रहेछ काठमाडौँ लेखिरहेको रहेछ जोस् ठिक छ त्यो बाटोमा यताबाट पनि काठमाडौँ सहरको दृश्य देखिँदो रहेछ अलिअलि हामी चाहिँ उयो डाँडा माथिबाट तल झरेको हो ऊ त्यहाँसम्म उकालो थियो त्यहाँबाट तल झऱ्यौँ यहाँ आइपुग्यौँ यहाँ हामी उकालो लाग्दैछ त्यो चाहिँ हामी उकालो बाटो यहाँबाट लाग्ने के भयो साथी कमिलाको लाइन देखेको छ साथीले भिडियो बनाउनु थालेछ मैले पनि यसो रमाइलो हुन्छ पछि हेर्नलाई यतापट्टि रहेछ ओहो मेन घुम यहाँ रहेछ यहीँ अन्त मैले कमिलालाई अलिकति बिस्कुट दिएको थिएँ उसले खान्छ कि भनेर खाना ट्राई गरिरहेको छ तिनीहरूले कोही उचाल्न पनि खोजिरहेको छ उचाल्न बोक्न खोजिरहेको छ यहाँ सानो माकुरा बसिरहेको छ कि माथि मान्छेहरू पनि निकालिरहेको छ ल्याउनेहरू यार बिच बाटोमा यस्तो फोहोर पानीको बोतल पनि खाएर छ यस्तो नगरिदिनु भयो हाम्रो नेचर अझै राम्रो हुन्थ्यो यस्तो प्लास्टिकको पेपरहरू पनि खाएर छ नघट्ने रहेछ नि है ओहो त्यसले भन्दा कता बुझ्ने भनेको है 2 घन्टा बाहिर निस्किन लाग्छ होइन वा क्या मिठो भाइ छ यो टाइममा घुम्ने टाइम कति बेला क्या मिठो नेचरको इन्भाइ के अरे भाइ छ चुत्रेको बोट पनि भेट्यौँ हेर्नु चुत्रे फलिरहेको छ भाइ एउटा हामी टिपेर खानु मिठो छ अमिलो जानु है त मलाई साथीले पनि एउटा टिपेको छ है अंशुको हो र अहिले अंशुको बोट छ अंशुको बोट अनि सेलुको बोट ज्वाइँ भइरहेको छ ज्वाइँ चाहिँ थाक्यो यार है अहिले अलिक क्लियर देखाएँ यहाँबाट अहिले अलिकति उज्यालो भएर पनि होला ऊ त्यो सुक्खा बन्दरगाह पनि त्यहाँ नजिकै त्यो चाहिँ धेरै नजिक आयो है आदिवासी नजिक Every picture tells a story. Every smile lights the way. Moments capture dreams. सर्ट हाइकिङको लागि चाहिँ गजब रहेछ यो फर्पिङ टु चम्पादेवी होइन ताउदा यहीँ नजिक रहेछ मैले नदेखिरहेको एकछिन पनि कस्तो लगेर यहीँ नजिकै एरियल भ्यू ताउदा है कस्तो राम्रो देखेँ लगभग अस्ट्रेलियाको म्याप जस्तो देखिँदो रहेछ यार हेर ल साथी ल टिकटकै हिरो भएर आमा यहाँ हेर्नु यस्तो ढुङ्गा चलाएर छ यही ढुङ्गाले बनाएको रहेछ क्या यो बाटो पर्दैन देख्नु गाह्रो हुन्छ साथी Every smile lights up the sky. Through the years and through the moments, these memories never die. यो वाला गजुरको पार्ट चाहिँ मैले बनाएको ल मैले फोटो खिच्दैछ त्यहाँ फोटोग्राफर अलिक थाकेकोले हामी लट्ठी पनि युज गरेर छु जहिले सही रहन्छ कि हेर्नु घाँडा एकदमै गाह्रो छ बिच बाटोमा यस्तो काठमाडौँ भ्याली रिम 100 रिम लेखेको थियो के हो हामीले बुझेन है हुसुले वातावरण नै कति रमाइलो यार हुसु आइरहेको छ लाहरू सरर र हुसुहरू यस्तो बङ जम्मा 20 मिनट अब लाग्छ उकालो यो एकदमै उकालो छ कि त्यो स्टे हार्ड भनेर हामीलाई मेसेज पनि दिइरहेको छ ओ हाम्रो यस्तो उकालो छ कि यस्तो उकालो छ एकैचोटि लाग्नु अनि त्यहाँ लगाउने के लेख्दैछ डोन्ट गिभ अप रे हामीलाई
कोही कोही यहाँ आएर चाहिँ गिभअप गर्ने होला त्यही भएर तर हामी गिभअप गर्दैनौँ हामी अब कन्टिन्यू जाँदैछौँ 20 मिनट यहाँबाट डोन्ट गिभ अप भन्ने ठाउँमा छौँ हामी गिभ अप गरेर छौँ ल म यसरी अलिक पछाडि हिँडिरहेको छु अनि यो Every picture tells a story. ठाडो गरेर Every smile lights up the sky. सबैजना थाक्दै उकालोमा गाह्रो मान्दै यसरी ठाउँमा रेस्ट गर्दै गइरहेको छ सबैजना हामी पनि त्यस्तै छौँ ठाउँमा रोक्दै सास लामो तान्दै गइरहेछौँ त्यो बाटोमा हामीले रेड मसरुम पनि देख्यौँ क्या रेड मसरुम है तर यो हामीले फर्किन ल्याउँ हुर्किन दियो त्यसलाई केही गर्नु हेरेको मात्रै हामीले उकालो 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 अझै उकालो माथि हामी देवी माताको पुग्न लागेको छौँ देवी माताले हामीलाई शक्ति दिएर छ यहाँ एउटा ब्राउन मसरुम पनि देखियो है ब्राउन मसरुम यो बारी सिद्धि है जस्तो लाग्यो अब आधी जस्तो सङ्केत देखिन्छ जय जय चंपा देवी माता, जय जय चंपा देवी माता, करुणामयी जगदम्बा माता। जय माता जय माता जय माता जय जय चंपा देवी माता, करुणामयी जगदम्बा माता। डाँडामाथि तिम्रो पावन धाम, जप्छन् भक्तजन तिम्रो नाम। दुःख हरिदेऊ सुख बरसाऊ, हाम्रो जीवन उज्यालो बनाऊ। जय जय चंपा देवी माता, करुणामयी जगदम्बा माता। जय जय चंपा देवी माता, करुणामयी जगदम्बा माता। तिम्रो कृपाले शान्ति मिलोस्, हरेक मनमा प्रेम फुलोस्। हात जोडेर पुकार्छु आज, राखिदेऊ माता हाम्रो लाज। सत्यको बाटो देखाइदेऊ, सधैँ हामीसँग रहिदेऊ। जय जय चंपा देवी माता, जय जय चंपा देवी माता। जय जय चंपा देवी माता, करुणामयी जगदम्बा माता। Every picture tells a story. Every smile lights the way. Moments capture dreams. एक बिस्तारे हिम्मत पाता है गध कतरो कर कर आवाज गरिरात। ओहो फोटो पनि खिचौँ।
अहिले चाहिँ काठमाडौँको भ्यू अलिक क्लियर देखाएको छ एभ्रिथिङ चाहिँ उडिरहेको छ कस्तो राम्रो view। Every memory is a treasure. यहाँको भएको Right away with each passing day. Though the seasons अब हामी हाम्रो पार्किङ क्षेत्रमा आइसकेका छौँ यो चाहिँ हात्तीबन्दी सबै ठ्याक्कै अगाडि पर्छ गेटकै अगाडि यसरी पार्क गरेर हामी निकाल्नु हामी फर्क्यौँ these precious moments stay forever. पार्किङ भाइ ब्याग राखेर जाउँ Like a होइन अनि त्यो अहिले चाहिँ धेरै गाडी बढिसकेको छ यहाँ पार्किङमा every picture त्यो चाहिँ हामी छ a story. त्यसमा सबै एकदम भाइब्स राम्रो रहेछ त्यो है रिसोर्टको मेन इन्ट्रेन्स हो यस्तो भाइब्सहरू छ यता बाटो छान्नु होला भनेर देखाएर पनि सक्नु We keep on shining through the laughter and the tears, forever in my heart. बच्चाहरू खेल्ने ठाउँ रहेछ Shining bright like stars above. काठमाडौँ भ्याली सुपर डिनर र ब्रेकफास्ट You'll stay through all the passing years. Sunsets, happy faces, journey shared along the way. Every memory is a treasure. Right away with each passing day. Though the seasons keep on turning, and tomorrow calls us all. अब हामी यहाँबाट घर फर्किँदैछौँ धेरै रमाइलो भयो आज ट्रिप खोइ आउनुहोस् त सबैजना ए अर्को Like a beautiful song, every picture tells a story, every smile हामीले घर जाने अनि सबैलाई रमाइलो भयो नि त आज एकदम रमाइलो भयो ल गुड